विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। धेरैजना खुसी पनि हुनुहुन्छ होला, धेरैजना दुखी पनि हुनुहुन्छ जस्तो लाग्छ मलाई। म आखिर अब we are here to stay, यो कुरा चाहिँ बुझ्नुपर्ने छ सबैजना। अर्को कुरा, जति पनि आरोपहरू मलाई लाइयो, अहिलेदेखि लागेको होइन, जेनजी आन्दोलनदेखि लाइएको छ, म त ठेक्न सकौँला। तर विशेष गरी आइन्दादेखि कुनै नागरिकलाई, नेपाली नागरिकलाई उनीहरूको अपमान गर्न, उनीहरूको चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा एकदम संवेदनशील भएर यो विषयलाई चाहिँ सिरियसली हामीले चाहिँ अबदेखि गृह मन्त्रालयले हेर्नेवाला छ। मलाई